आज म गर्न गइरहेको छु व्हाइट च्यालेन्ज, यानी कि आजको दिनको 24 घण्टा म सेतो कुराहरू मात्र खाएर बिताउने वाला छु। त्यसको लागि सबभन्दा पहिला त म सेतो लुगा लगाउँछु। जस्तो सुकै च्यालेन्ज लिए पनि तर घरको काम पनि गर्ने पर्थ्यो। मेरो घरमा पनि सबै सेता कुकुराहरू मात्र थिए। सबै कुकुरालाई एकमुठी गहुँ लिएर फालिदिए, खान थाल्छन्। मेरो घरमा धेरै किसिमका बाख्राहरू थिए, तर च्यालेन्ज अनुसार सेतो बाख्रालाई मात्र पानी दिनु पर्यो। धेरै काम गरिसकेपछि सेतो सिनातेर सेतो भित्तामा आडेस लागेर फोन चलाउँदै थिए। अचानक भोक लागे जस्तो हुँदा म भान्साघरतिर आएको त यतातिर पनि केही पनि खानेकुरा रहेनछ। त्यसपछि भात पकाएर खानुपर्छ भनेर भात पकाउने तयारी गर्दै थिए। यतातिर पनि पानी भ्याएको रहेछ। त्यसपछि सेतो ड्रम समातेर म पनि पानी ल्याउनको लागि कुवातिर जान्छु। कुवामा पानी तान्नको लागि नीलो ड्रम भएका कारण म पनि च्यालेन्ज अनुसार सेतो ड्रम बान्नको लागि तयारी गर्न थाल्छु। त्यसपछि कुवाबाट पानी तान्नको लागि सानो ड्रम कुवाभित्र फालेको राम्रोसँग नभरिँदा थोरै पानी तारेर ठुलो ड्रम भर्न परिरहेको थियो। त्यसपछि ठुलो ड्रम पानीले भरिसकेपछि म लाग्छु घरतिर। घरमा आइसकेपछि सबभन्दा पहिला त म चामल पकाल्छु। त्यसपछि आगो बाल्न थाल्छु। आगो बालिसकेपछि चामलमा आवश्यकता अनुसार पानी हालेर म त्यसलाई माझमा लगाउँछु। त्यसपछि भातलाई माझमा लगाइसकेपछि मलाई पनि गर्मी भएर टक्क चगडीमा बसिरहेको थिएँ। मलाई पनि झट्ट याद आउँछ कि अस्ति मैले चटपटे बुझाएर एउटा चाउचा ल्याएको थिएँ भनेर। यतातिर पनि भात पाक्दै हुन्छ। मलाई पनि अति भोक लागेका कारण म पनि खानको लागि माथितिर जान्छु। चट्ट बाकस खोलेर हेरेको बाकसभित्र पनि सेब्ली रहेछन्। त्यसपछि फुटालेर म सबभन्दा पहिला त भुजा खान थाल्छु। त्यसपछि भुजा हल्का खाइसकेपछि भुजालाई टक्क साइडमा राखेर चाउचाउ फुटालेर हेरेको चाउचाउ पनि पहेँलो रहेछ। च्यालेन्जका कारण चाउचाउ नखाइ म भुजा मात्र खान थाल्छु। तर जति जे भयो भने जङ्क फुडले भने पेट नभरिने रहेछ। त्यसपछि भात कतिको पाक्यो होला भनेर मैले हेरेको भात पनि राम्रोसँग पाकिरहेको थियो। त्यसपछि सबभन्दा पहिला त म भातको टोपलाई भुइँतिर राख्छु र थालमा सेतो भात र टक्क सेतो नुन पनि मिसाउँछु। सायद भोकका कारण होला भात एकदमै धेरै मिठो लागिरहेको थियो। खाना खाइसकेपछि सुत्ने बानी कसको होला, तर मेरो पनि सुत्ने बानी नै थियो। त्यही भएर म पनि मस्तो तरिकाले सुत्छु।